Brother, I heard you planted this tree, and from the bottom of this tree there is a water resource came and it's supplied to this onion field here. Okay. Oh, there is a water. It's being collected here and supplying to the pipe. Trying to collect here, I think. बेचेको अहिले पनि हो दाइले काटेको होला यो रुख त उनीहरुले रुख काटेको रहेछ अनि त्योबाट हिजो अर्को दाइसँग काम गर्दा ढिलो आको यो गाह्रो ए यो भर्खर काटेको रहेछ यो फेन्सिङ गरेको के दाइले ए त्यो सबै हो त तलको टन्न रहेछ यो पनि माथि पनि आउँछ यो पनि ए म अघि यहाँ माथि आथे यहाँ माथि उ त्यो घरमा बसेको थिए आएर अब हाम्रो मामीको मोडल यो हो र रुख बनाएको ए टन्न रहेछ त्यहाँ लान्छ है उ छ रिभर छ उतापट्टि रिभर छ खोला खोला त्यहाँ खोला छ है पानी खोला टन्न आउँथ्यो अहिले सबै सुकेको त्यो खोलामा पानी पुरा एमा त्यो पेटिफी बनाउँथ्यो यहाँ है उ अझै पनि पानी त छ त्यहाँ उ स्पार्कलिङ गरिरहेको छ त्यहाँ अलिकति यो के बेचेर हेर्नु होला एकछिन बिग्रा उ त्यहाँ अगाडि छौ They are going to leave this side, you know. So, Oh, they are going to leave, right? so they are taking care of this. कसरी थियो यार यो त ल यतिकै छोडिदिउँ अहिलेलाई सधैँ खानेकुरा क्रिम हुन्छ यो मानेको के बेच भन्छ के बेचहरू क्याबेज त्यत्तिकै पनि हेर न यो डल्ला त्यो सानो भए पनि फलेको छ क्या दुई तिनवटा भए पनि धनियाँहरू मकैहरू के बेच कस्तो ठुलो छ हाल्नु मजा मजाको रहेछ Look at that. There is big. ओ यहाँ रहेछ भित्तामा रहेछ मजाको क्याबेज रहेछ त्यो भित्तातिर पनि छ खै खासै गोडमेलै गरेको छैन त्यही पनि राम्रै हुँदो रहेछ क्या माटै राम्रो हुँदो रहेछ क्या हो यहाँको है तितो तितो हुने है सबै सुकेको छ खाना खाएर बिहान त मामी रुख गरेको लेमनहरू अब खाएर हेर न ए है यहाँ पनि मजाले फलेको छ अगाडि रहेछ तर यहाँको समस्या एउटा रहेछ क्या के हो थाहा छ धेरै हावा चल्ने यार ऊ तल पनि पानी सेरी भइरहेछ मकै त भर्खर फल्दैछ
खै मासुमा यो चाहिँ त धनिया हो होइन त्यो होइन यो त पुदिना रहेछ यो टमाटर पनि रहेछ सानो खालको निकै तलसम्म पो रहेछ त है आमा निकै लगाएको रहेछ यार उ त अनियन त पानी त यो के हो त्यहाँ जोडिदेऊ न त स्पार्कलिङ गर्नुपर्ने छुटेछ अब तिमीलाई भिजाउँछ है भागिहाल त्यही हो त कहिले म गरिदिन्छु पहिले त्यहाँ गएर अनि यता लगाउन त्यो भिजाइहाल्छ नि तिमीलाई ए तर सुन न ऊ तलको गर्नु छोड्यो नि यहाँ खुल्यो अर्को यार यहाँ त म लगाइदिन्छु अर्को तलको खुस्क्यो क्या होइन यताको होइन यहाँ उसको छुट्टै पाइप छ त्यहाँनिर खुस्क्यो बसमा त रेकर्ड गरिरहेको छु तल हेर त अब सुरु भइसक्यो Look at this peach, you know. यो प्याजलाई त रात दिनै पानी लाउनु पर्दो रहेछ है पानी धेरै चाहिन्छ अनि मात्रै राम्रो हुँदो रहेछ क्या तल मैले पाइप जोडिदिएको सुरु भयो यहाँ पनि हामीले जोडिदिउँ काम सुरु भयो कति राम्रो भयो यो यहाँको माटो राम्रो होइन कालो माटो यो गिटी बालुवा मिसिएको पहिला अब झर्ने कति राम्रो थियो अहिले त्यस्तो छैन अनि अर्को चाहिँ पानी क्या आएन मेन त पानी रहेछ राखौँ